हेलो नमस्ते सम्पूर्णलाई। आज चाहिँ हामी वनभोज कार्यक्रममा आइरहेका छौँ। हाम्रो वनभोज चलिरहेको अवस्था छ। पिकनिक स्पोट एकदमै रमाइलो भइरहेछ आजको पिकनिक कार्यक्रम। सबैजना आफ्नो आफ्नो सुरतालमा, कोही टिकटक बनाउने, कोही गीत गाउने नाच्ने, कोही खाने, सबैजना आफ्नो आफ्नो सुरमा छन्। यता फेरि साथीहरूले टिकटक बनाउनु पर्यो अरे। अब सबैजना बसेर यतिखेर चाहिँ टिकटक बनाइरहेको अवस्था भयो। चाहिँ टिकटक बनाइरहेको बेलामा चाहिँ मैले पनि बहिनीलाई भिडियो गर्न लगाएँ। अब यता म चाहिँ भन्नुहुन्छ भने अल्मलेर गीत नबुझेर के गर्नुपर्ने हो नबुझेर अल्मलेर हैरान छु फेरि। अब पिकनिकमा गइसकेपछि म नाच्न जान्दिनँ, मलाई नाच्न आउँदैन भनेर फुर्सद लिएर पन्सेर बस्ने कुरै भएन। अब साथीहरूसँग नाच्नै पर्यो। नाच्नु नजाने पनि यसो हल्लेपछि भइहाल्यो। अब यहाँ मेरो साथीहरू दिदीहरू त नाच्नु त निकै जान्ने हुनुहुन्छ। अब म जान्दिनँ भनेर बसेर भएन, नाच्नै पर्ने भयो। त्यही भएर मैले पनि आफ्नो कला यसो अलिअलि देखाइदिएँ। अब यता फेरि दुईजना भेनाहरूको खतरावाला डान्स सुरु भयो। यस्तै यस्तै गरेर पिकनिकमा रमाइलो गरियो साथी हो।